हेलो गाइजहरु म जस्तै त्यस्तै पस्किहाले सब्स्क्राइब चाहिँ गरिदिनु होला यो खास सानो बुढाहरुले हेलो गाइजहरु हामी चाहिँ अहिले अब यो तिहार पछिको दोस्रो दिनमा चाहिँ अब काठमाडौँ नगइकन चाहिँ हामी अब खोलातिर झरेर माछा मार्ने कोसिसमा छौं है। हामी चाहिँ यो अहिले के अरे 26 भन्ने ठाउँतिर लागिरहेको छौं। त्यही क्रममा चाहिँ अहिले हाम्रो बाजेले बनाएको चौतारामा आइसकेको छु। बुढो बाजे, तपाईको त बाजे हो नि त। जङ्गलहरू सालै साल छ यतापट्टि। के छ हाम्रो गाउँ त अलि गरम हुन्छ यो सालले गर्दा। ल है त गाइज, हामी चाहिँ अब माछा मार्ने भिडियो अब माछा मारेको भिडियो हाम्रो अहिले मछौराहरू चाहिँ उहाँ एकजना म पनि हो गाइज। हामी अब माछा मार्दै भेट्यौँ है त। नमस्ते हामी चाहिँ माछा मार्न जाँदैछौँ। उहाँको अहिले कमान्डर हाम्रो अलिकति गाउँको माछा मार्ने अध्यक्ष भनौँ न एउटा उहाँ नै हो गाइजहरु है। एकदम खतरै मार्नुहुन्छ उहाँले साथी। रातैभरि जुन किरी झिलिमिली गरिरहे, झिसमिसेमा हिमाल हाँस्यो टोलाएर हेरिरहे। हिँडे म त 9 डाँडा काटेर हो, 9 डाँडा काटेर हो, मनले पर जाउँ भन्छ भागेर। हिँडे म त 9 डाँडा काटेर हो, 9 डाँडा काटेर हो, मनले पर जाउँ भन्छ भागेर। नौसय खोला तरेरै जाउँला उडेरै जाउँला नि, जुरेलीसँग जुहारी गाउन मै पनि आउला नि। लेकमा माथि गएर साथी हेर्दामा रमाइलो, सबैको मुहार उजेलो देखे सबैको घमाइलो। बादल डाँडा कुहिरोले ढाक्दा डाबे है कराउने, बादल डाँडा कुहिरोले ढाक्दा डाबे है कराउने। भेटिने मन छैन अब मन भयो हराउने, मन भयो हराउने, मन भयो हराउने। बतासमा बगिरहने भुवा झैयो मन भयो, उकालो रालो गर्दै आधायो जौवन गयो। मडी खोला सुसाएको सुने देउरालीबाट, बिरबुले सारा जब देखे त्यो जुनेली रात। हिँडे म त 9 डाँडा काटेर, 9 डाँडा काटेर, मनले पर जान्छ भागेर। हिँडे म त 9 डाँडा काटेर, 9 डाँडा काटेर, मनले पर जान्छ भागेर। जालमा अलिकति माछा परेन लाएर चाहिँ धेरै मारिछे रहेछ। किरा फरेका त खासै परेन, माछा चाहिँ 2 किलो जति पर्यो। ठिकै छ, सन्तुष्टि नै छौँ हामी यतिमा। 10 किलो जति पार्ने भनिरहेको थियौँ, अलिक पुगेन। यो करेन्ट लाएर चाहिँ